एउटा वर्ड सम्झिनु है त ल ल मैले नि सम्झेँ यसमा मतलब डेली युज गर्ने हो डेली युज गर्ने भनेर त्यस्तो होइन ओके खानेकुरा हो होइन तिम्रो लिभिङ थिङ्स हो हो ओके हजुरको चाहिँ हाम्रो घरमा भएको चिज हो हो लिभिङ थिङ्स भनेपछि ओके हिँड्छ हिँड्छ लिभिङ थिङ्स सबै हिँड्छन् अफकोर्स अफकोर्स हिँड्छ लिभिङ थिङ्स सबै हिँड्दैन हिँड्छ बेबी हिँड्छ हिँड्छ ओके अब मेरो होइन ल खानेकुरा होइन भन्नु होइन लिभिङ थिङ्स हो कि नन लिभिङ थिङ्स के अरे नन लिभिङ थिङ्स हो नेपाल होइन हाम्रो घरमा छ हाम्रो घरमा लिभिङ थिङ्स हो मान्छे बाहेक अरू के छ हाम्रो घरमा फिस सरी छैन छैन खानेकुरा होइन नन लिभिङ थिङ्स हो हलमा छ हालमा ल्याएर राख्नु नि हुन्छ हुनसक्छ छैन हुनसक्छ होइन कि चल छ छैन अहिले अहिले त अहिले 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 छैन हामीले लिएर हिँड्यौँ क्या होइन अहिले छैन ओके बेला भन हुन्छ ओके लिभिङ थिङ्स घरमा छैन हिँड्छ उड्छ उड्दैन उड्दैन ओके हाम्रो यस्तो ग्याजेट्सहरू हो ग्याजेट्सहरू हो हुनसक्छ कस्तो हुनसक्छ मैले ग्याजेट्स हो भनिसकेछ हो होइन भन्नुपर्छ ग्याजेट्स भन्नाले कस्तो अरे ग्याजेट्स यस्तै मोबाइल फोन ट्याब यस्तो आइप्याड ल्यापटप ग्याजेट्सै हो 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 ओके कन्फ्युज भयो तर ग्याजेट्सै होला घडी त होइन हिँड्छ भन्यो होइन तिमीले अहिले तिमी दुईचोटि किन गेस गरेर आएको नेपाल तिमी हिँड्छ भन्यो होइन उड्दैन भन्यो हिँड्छ भन्यो मान्छे हो होइन होइन घरमा छैन हजुरले भन्नुभयो के अरे ग्याजेट्स भनेपछि यस्तो टिभी रिमोट आइप्याड टिभी हो टिभी होइन सिक्स टिभी त घरमा छ के अरे चार खुट्टा लिन्छ कि दुई खुट्टा त्यस्तो त्यस्तो ल चार खुट्टा लिन्छ होइन हो होइन म भन्छु अहिले छैन भन्नु भएन हामीसँग के ल्याएर हाम्रो त्यस्तो घरबाट हलमा अहिले छैन हलको फोटो कहाँ छ त कहाँ छ यहाँ छ यो भन्न त मिलेन ग्याजेट्स हो वासिङ मसिन हो ड्रायर वासिङ मसिन दुई तिनवटा अन्त ड्रायर या वासिङ मसिन होइन दुई खुट्टा लिन्छ हो होइन चार खुट्टा लिन्छ दुई खुट्टा लिन्छ एक खुट्टा लिने के हुन्छ त
खुट्टाले हिँड्ने भन्दा नि घिस्रिने हो सर्प त्यो कहाँ दुई तिनवटा गेस गर्न पाइयो र टिभी पनि होइन आइप्याड पनि होइन भन्नु त्यो माछाकोमा राख्छमै हामीले त्यो त्यो उता होइन होइन धेरै चाहिँ खुट्टा हुन्छ त्यो छैन भन्नुभएको थियो हजुरले हलमा नि तिमीले अन्त गेस गरिरहेको तिमीले अन्त गेस गरेको मैले हो र धेरै चाहिँ खुट्टा हुन्छ धेरै चाहिँ खुट्टा हुन्छ भने आइप्याड हो होइन धेरै चाहिँ खुट्टा हुन्छ भने यो सेन्टिपेड मिलिपेड वाला हो सेन्टिपेड मिलिपेड भन्छ नि खजुरो सजुरो त्यस्तो वाला हो होइन धेरै खुट्टा पनि त्यो पनि होइन मेरो ठाउँ ल हाम्रो घरमा त छ भन्नुभएको हो के अरे हजुरले तर अहिले छैन भन्नुभएको यो हो बेडसिट होइन मतलब यो मतलब बेडसिट होइन बेडसिट अहिले पनि घरमा छ नि नै हलमा छैन नि हजुरले हलमा छैन भन्नुभयो घरमा छ नि घरमा होइन धेरै खुट्टा हुन्छ सेन्टिपेड मिलिपेड पनि होइन अरे के हो त कस्तो सजिलो सोचेछु कि मैले लिभिङ थिङ्स भने जस्तो एकतिर मात्र सोचेँ भए म त नन लिभिङ थिङ्समा के सोच्ने ग्याजेट्स हो भन्नुभयो ग्याजेट सबै लिएँ घरमा भएका जति लिभिङ थिङ्स त मलाई सोच्न लिभिङ थिङ्कै सोच्न थिएन कि तिमीले माइन्ड डाइभर्ट गरिदिनु बल्ब सल्ब त अहिले फेरि तिम्रो पालै आएन तर त्यो त हलमा पनि छ अहिले छैन भन्नु तर यो ग्याजेट पनि त होइन नि वाट अ स्टुपिड पर्सन आई एम कुन मैले हजुरले अहिले छैन भन्नु त्यस्तो त ग्याजेट त कसरी भयो त ग्याजेट त होइन नि त घडी सडी त होइन होइन म गेस गरेको म आफूले सोचिरहेको धेरै नै खुट्टा हुन्छ अरे माखा होइन माखाको कति खुट्टा हुन्छ मलाई उड्ने होइन भनेको ए त के अरे स्टुपिड है अनि हामीले मोस्ट अफ द टाइम युज गर्ने कुरा हो टिभी रिमोट त होइन टिभी रिमोट त होइन तिम्रो यो टिभी रिमोट त होइन धेरै युज गर्ने कुरा हो भनेर सोधेँ मैले होइन भने होइन तिमी यो नेक्स्ट राउन्ड हो भन्नुभयो हो भने होइन यो नेक्स्ट राउन्डको लागि टिभी रिमोट तिमी नेक्स्ट टाइममा भन्नु पाउँछ है अहिले पाएन एकचोटिमा दुई तिनवटा कहाँ पाइयो चार्जर होला कि सायद जे बोले मैले केही भन्दैन अहिले तिमीले त्यही म भनेको चार्जर त ग्याजेटमा पनि पर्दैन किन पर्दैन कहाँ पर्छ किन पर्छ मोबाइलमा पर्छ चार्जर अब मलाई अर्कोचोटि त्यही चार्जर भन्छु अनि मैले बिग्रियो भन्छु भनेर त्यति दिमाग लाउनुहुन्छ हजुरले मलाई थाहा नि तपाईँले त वाट इज लिभिङ थिङ्स पौडिने त मलाई सोध्नु भएन पौडिन्न पौडिने भनेर त्यस्तो पौडिने हुँदैन तर पानीमा हुन्छ पानीमा पनि हुन्छ है फेरि पानीमा मात्र हुने होइन पानीमा पनि हुन्छ होइन चार्जर त होइन मलाई लागिरहेको थियो कि यस्तो स्टुपिड मलाई त नि पानीमा पनि हुने जमिनमा पनि हुने त्यस्तो खालको लिभिङ थिङ्स जुन उड्दैन उड्दैन पानीमा पनि हुने जमिनमा पनि हुने जुन उड्दैन तर हिँड्छ स्नेक फेरि खुट्टा हुन्न कि कस्तो स्टुपिड एन्सर भने अनि हाम्रो घरमा आज छैन कि अरू बेला पनि थिएन हुन नि सक्छ तर नहुन नि सक्छ क्या ग्याजेट हो भन्न होइन मैले केही पनि भनेको छैन हजुरले वाटरको एन्सर दिनु आएन
जे हलमै हुने कुरा हो नि होइन किचन सिचनमा बेडरुम सेडरुममा जता पनि हुन मिल्यो कि एसी हो होइन भाग्य एसी त छ त हलमा मैले किन एसी गेस गरेको स्टुपिड पर्सन आयो मैले भागो जति भनेको लास्टमा त मैले भनिसकेको रहेछ पनि मैले जाने हो ल चार्जरदेखि लिएर मल्टिप्लक्स सबै सबै भनिसक्यो पाला मैले के गेस गरौँ आइडिया आएन पानीमा पनि हुने जमिनमा पनि हुने एम्फिबियस क्रोकोडाइल हो होइन रेप्टाइल चाहिँ होला अब मेरो है त घडीहरू त भनेको के अरे भनेको फोन टाइम भनेको घडी पनि भनेको होला त्यही भनेर आयो हामीले युज गरे डेली युज गर्ने कुरा होइन अहिले चाहिँ छैन होइन छैन होला ग्याजेट्स घर भनेर तिमी हल भनेर भनेर भर्खर अहिले आएर घर भन्दै घरमा त हुनु मिल्यो नि बेबी घरमा छैन भने अहिले छैन होला त्यस्तो होला भनेर हुँदैन मलाई भन्नु यस किन अब कन्फर्म छैन नि त मलाई एसीको रिमोट त होइन अन्त रिमोट मैले पहिले रिमोट भनिसक्यो रिमोट भनेपछि जेत्नु लाग्यो ग्याजेट्सहरू